ल हाम्रो साथीहरूले सामान किनेर यहाँ थुपारेको छ। अब यहाँ गेट बन्द भइसक्यो। अब 12-15 मा मात्रै गेट। नमस्कार साथीहरू, यस भिडियोमा हामी तपाईलाई 2 दिनको विशेष याङ्ली एकाडेमिक सेन्टर विद्यालयका थिएछेङ नन थिएछेङ स्टाफ र हिमालयन लाइफ फाउन्डेसन होस्टेल स्टाफ रिट्रिट यात्रामा लग्दैछौँ। हाम्रो यात्रा याङ्लीदेखि बोताङ, मेलम्ची, तातोपानी हुँदै लिपिङचिम बोर्डरसम्म पुग्नेछ। यो हाम्रो आजको एकदमै खास अतिथिहरूको लागि चाहिँ यो छ। अरु नजाने सबैजना बसमा गरौँ त। सोमोमा सिट पाउँ जाने हामी सोमोमा जाने क्या त्यो पसलको यहाँ ब्याग रहेछ त कसको अगाडि यो कसको हो त यो पनि त्यो नाम लेखेको होला नि। त्यो गाडी अलिकति ब्याग गर्नु भन्नु न। ओ राम भाइ अब भयो एकछिन भएको छैन। एउटा सोमो यो हो बस, एउटा सोमो भयो। आकाश र हामी दुईजना चाहिँ बाइकमा जान्छौँ। दुई 2082 सालको वैशाख 1 गते बिहानै हाम्रो यात्रा सुरु भयो। हामी याङ्लीबाट बोताङ र मेलम्ची हुँदै तातोपानीतर्फ लाग्छौँ। मेलम्चीको सागर होटलमा हामीले लन्च खाएर अनि त्यसपछि तातोपानीतर्फ अघि बढ्यौँ। हो त नि ल यहाँ छिटो तल तल माथि Having view PPLTT. ये तो कभी नाटक करेगा ये बन
फाइनली हामी तातो पानीमा नुहाउनलाई पनि आइसकेको छु। ल साथीहरू यता नुहाउनेले रेडी छ, कोही नुहाउँदैछन्, कोही नुहाइसकेछन्। तातो पानी पुगेर हामीले त्यहाँको प्राकृतिक तातो पानीमा नुहाउने रमाइलो अनुभव गर्यौं। हाम्रो तातो पानीको नहाए कार्यक्रम सकिएको छ। अब यहाँ फोटोको कार्यक्रम सुरु। 12 विषय तातो पानी लिभिङ चाइना बोर्डर यता अगाडिपट्टि पर्छ। मैले यो भिडियो पहिला पनि राखिसकेको छु। फेरि पनि नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना सबैजनालाई। 2 3 ग्रुप फोटोको लागि रेडी हुनुहोस् सबैजना। तातो पानी खासाको बजारमा माया बस्यो याङजीको मुहारमा। हाय हाय गाना निस्किहाल्यो यार, गीत निस्किहाल्यो। ल फेत्न टुप्पाको गीत निस्क्यो मेरो मुखबाट। हामी तातो पानीमा नुहाइसकेर अहिले ग्रुप फोटो खिच्नेको कार्यक्रममा जारी छौँ। नुहाएर सेतो हुनुपर्ने सबै कालो भएछ। फोटो देखिन। हामी प्रस्थान हुँदैछौँ अब बोर्डरतिर लाग्दैछौँ हामी। बिहानको ब्रेकफास्ट खाइसकेपछि अब लाग्छौँ हामी चाइना बोर्डर लिभिङतिर है। हामी जाँदैछौँ अहिले चाइना बोर्डर जाने बाटोको यस्तै छ अवस्था। कोदारी देख्यौ? त्यो माथि कोदारी हो, कोदारी चाइना बोर्डरको नजिक छौँ हामी। ठिक्क कोदारीको मुनि, कोदारी गाउँको मुनि बाट हामी जाँदैछौँ। आयो टोली आयो।
चाइना बोर्डर जान लागेको यहाँहरू हामी अहिले लिभिङ आइसकेको छौँ देख्नु सक्नुहुन्छ पारी खासा माथि डम अच्छा बजार त्यही हो दोस्रो दिन बिहानै ब्रेकफास्ट गरेर हामी लिपिङतर्फ लाग्यौँ। कहाँ हो यो सबैजना उत्साहित र खुसी देखिनुहुन्थ्यो। वाह, अब त चाइना जान पाइन्छ। हामी बसबाट ओर्लेर लाइन लागेर बोर्डर गेट नजिक पुग्यौँ। ल शुभ यात्रा हामी खासामा आयौँ। खासाबाट अब यो हाम्रो पारी लिभिङको दृश्य ओ माथि चाहिँ खासा डम र माथि पिकनिक स्पट यता खासामा पनि त्यति खासै बजार चाहिँ लागेको देखेन। डम माथि देखेको छ भने यता चाहिँ हामी खासाको पारी लिभिङ पारी लिभिङको चाहिँ दृश्य यहाँबाटको हाम्रो पूर्व सरले पनि चाइनामा आएर यहाँ सपिङ गरेर ल्याउँदै हुनुहुन्छ खासा बजार घुमेर। ओए साथीहरू हामी चाहिँ चाइना खासा बजारबाट सामानहरू अलिअलि ल्यायौँ। अब त्यहाँ पास देखाएर हामी जानुपर्छ फेरि पारी लिभिङ हो। हजुर आगे जानु हामी लाग्यौँ काठमाडौँतिर। ल चाइनाभित्र हामीले साथीहरूले मगाउनु भएको अलि सामान किन्यौँ। मैले 2 प्याकेट मिठाई किनेर लिएर आयो। चाइनाभित्र जान नपाएका साथीहरूलाई बाँडे। एउटा सानो चकलेटले पनि उहाँहरू खुसी भएर मुस्कुराउनु भयो। मलाई पनि त्यति नै खुसी लाग्यो। अनि तबसम्म हामी बस्छौँ। यो हरियो डब्बाको के अरे? अरे डब्बाको त हजुर आर्मी बिस्किट। ए ल ल के हो यो? वाह ओ त्यो डब्बा त बिस्किटको डब्बा त म पनि किन्नुपर्ने थियो त यार। आमा थुप्रै पो किनेछ त बिस्किटको डब्बा त। सबै आर्मीको बिस्किट खाएर चाहिँ अब हामीले चाइनाभित्र पस्न पाउनेहरूले सामानहरू खरिद गरिसकेपछि सबै मिलेर एउटा ग्रुप फोटो पनि खिच्यौँ। त्यो पल हामी सबैका लागि सम्झनलायक बन्यो किनकि त्यो फोटोमा चाइनाभित्र छिर्न पाएका साथीहरूको अनुहारमा खुसी झल्किएको थियो। तपाईँ ऊ माथिबाट आउनुभएको हो? ए यो रमाइलो यात्रामा हामीले एउटा विशेष क्षण पनि मनायौँ। 6 वर्षका आकाश रोका श्रीमती सावित्री खुन्नका छोरा आशिष रोकाको जन्मदिन हामी सबै मिलेर विश गर्यौँ। सबैजनाको साथ मुस्कान र तालीका साथ जन्मदिनको शुभकामना दिँदा त्यो पल अझै सम्झनलायक बन्यो।
छैन सर तान्यो हो त उला